हेलो एभ्रिवान, वेलकम टु आवर न्यू भिडियो। आज चाहिँ हामी म जन्मेको गाउँ जाँदैछौँ सिन्धुली। मामु छोरा चाहिँ बिहानै रेडी भइसक्यौँ अनि बाबा चाहिँ हामीलाई गाडी चढाउन जाँदै हुनुहुन्छ। बाई बाई। हामी चाहिँ गाडी पनि चढिसकेका छौँ। मेरो छोरालाई चाहिँ निन्द्रा लागेको भए पनि हेर्नु न दङ्ग परेर हेर्दैछ बाहिर। जडीबुटी भक्तपुर बनेपा धुलिखेल हुँदै हामी चाहिँ लाग्यौँ सिन्धुली नेपालथोक तर्फ। यो चाहिँ लन्डन ब्रिज बनाएको, यो चाहिँ भक्तपुर सल्लाहमा थियो हामी आउँदाखेरि। सरर सँगै जाम है त। हामी अहिले यात्रा गर्दैछौँ नेपालको निकै चर्चित बिपी राजमार्गबाट। बिपी राजमार्ग भनेको धुलिखेललाई बर्दिवाससँग जोड्ने छोटो र रमणीय सडक। यो बाटो करिब 160 किलोमिटर जति लामो छ र पूर्वतिर जाने धेरै यात्रुहरू यही बाटो रोज्नुहुन्छ। तर वर्षाको समयमा पहिरो जाने सम्भावना हुने भएकाले यात्रा गर्दा सावधानी भने जरुरी हुन्छ। अहिले चाहिँ हामी चौकी डाँडा आइपुग्यौँ। यहाँबाट ओह्रालो झरेर तल गएपछि चाहिँ रोसी खोलालाई छुन्छौँ। त्यसपछि चाहिँ हामी रोसी खोला हुँदै खोलाको किनारै हामी चाहिँ नेपालथोकसम्म नै रोसी खोलाको किनारै जान्छौँ। पहिला चाहिँ त्यो माथि देखेको पुलबाट हुँदै हामी रोटे रोड जान्थ्यौँ। अहिले चाहिँ रोड काहीँ पनि छैन, सबै खोलाबाट जानुपर्छ। अब बर्खाको सिजन लाग्दैछ, अलिअलि पानी पर्दा पनि यो बाटो बन्द हुन्छ, त्यसैले मौसम हेरेर मात्रै यो बाटो हिँड्नु होला। मेरो छोरो चाहिँ उहाँबाट हिँडेदेखि निदैछ, एकदमै मस्त निन्द्रा लागिरहेछ उसलाई चाहिँ। यो खाल्टाङ खुल्टुङ बाटो भएर पनि होला उसलाई एकदमै निन्द्रा लागिरहेछ। भिडियो अन्तिमसम्म हेर्दै गर्नु होला है त। झर्ने बेला हुन लागेपछि चाहिँ बल्ल उभिउज्यो। यो चाहिँ काभ्रे र सिन्धुलीको सिमाना क्षेत्र। ऊ चाहिँ मेरो दिदीको छोरी, भाइलाई देखेर खुसी भएर खेलाउँदै। उहाँ चाहिँ मेरो मम्मी। उहाँहरू चाहिँ सैलुङ घुमेर आउनुभएको। हामी अब चाहिँ बेसी वर्ष सँगै जान्छौँ माथि गएर। गाडी चाहिँ घरसम्म गएन, गाडी चाहिँ अलि ओह्राबाटै फर्क्यो अनि हामी चाहिँ ओह्राबाट हिँड्दै जाँदैछौँ। मेरो छोरा चाहिँ नयाँ ठाउँमा कोहीसँग मान्दैन म बाहेक। आमाको माया चाहिँ अचम्मकै हुन्छ के, यत्रो झोला धोक्रो बोकेर पनि तँलाई गाह्रो भयो होला नाति, मै बोक्छु यो माथि राख्दै भन्दै हुनुहुन्छ क्या मम्मी चाहिँ। फाइनल्ली हामी चाहिँ घर आइपुगिसक्यौँ। उहाँ चाहिँ मेरो बुवा हुनुहुन्छ। मेरो छोरा चाहिँ भुइँमा खेल्न नपाएर झर्न खोजिरहेछ। बल्ल भुइँमा खेल्न पाए अनि एकदम खुसी हुँदै यता उता दगुरिरहेछ ऊ चाहिँ। ऊ चाहिँ मेरो छोराको सानीमा छोरालाई खेलाउँदैछ। मेवा खायौँ, त्यसपछि त्यतिले नपुगेर छोरीलाई चाहिँ उखु पनि खानु पर्यो। मम्मीले उखु लिएर आउनु भयो अनि त्यसपछि काटिदिनु भयो। हाम्रो घरबाट चाहिँ सुनकोशी नदी सलल्ल बगेको हेर्न सकिन्छ। त्यो पारिपट्टिको चाहिँ रामेछाप जिल्ला हो अनि वहाँको चाहिँ हाम्रो सिन्धुली जिल्ला हो। आफू जन्मेको हुर्केको खेलेको ठाउँ चाहिँ कति धेरै प्यारो हुने के।
यो देखिएको चाहिँ हाम्रो घरहरू हो। अनि यता देखेको चाहिँ हाम्रो भैँसी बाख्रा गोठ हो। उता हरिहरि देखेको चाहिँ केम्बुको बोट हो है। अनि यहाँ चाहिँ अघि भर्खर जन्मेको पाठाहरू छन् हाम्रो सानो सानो 2टा। मम्मी चाहिँ यहाँ उखु काट्दिँदै हुनुहुन्छ। यहाँ फेरि छोरीलाई चाहिँ खाना हतार भइसक्यो। यो सबै चाहिँ म खान्छु है आमा भन्दैछ। त्यतिले नपुगेर हेर्नु न यहाँ किम्बु खाएको रे यस्तो तरिकाले। उसलाई थाहा नै छैन उसको मुख त्यस्तो भएको छ भनेर अझ हात मात्रै देखाएर छिन्। खानासाना खाएर हामी चाहिँ बाहिर बसिरहेका छौँ। मम्मी चाहिँ नाति खेलाउँदै हुनुहुन्छ बाटामा राखेर। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।